वेलकम टू बीटीआई टिप्स यूट्यूब चैनल। आज को एडवांस बेसिक कंप्यूटर सिकाई को भाग 28 में एपिसोड 28 में म तपाईहरुलाई एक्सेल को टप एंड सिक्रेट सर्टकट कीहरु को बारे में जानकारी दिने छु। त्यसैले यो भिडियोमा तपाईहरु अन्तिमसम्म रहनु होला। लेट्स स्टार्ट द भिडियो। फाइन्ड डुप्लिकेट डेटा भ्याल्यु इन एक्सेल शीट। साथीहरु मसँग यहाँनिर एउटा डेटा रहेको छ शीटमा। अब यो डेटा भित्रमा डुप्लिकेट डेटा यानी डुप्लिकेट नंबर रिपिटेड नंबर कतिवटा रहेको छ मलाई जान्नु छ भने त्यस्तो अवस्थामा जस्तै कि यहाँनिर 61 लेखिएको छ, अर्को ठाउँमा पनि यहाँनिर 61 लेखिएको छ, यो दुईटै 61 दुईचोटी रिपिट भएको छ, अरु पनि ठाउँमा कहीँ रिपिट कुनै नम्बर छ भने त्यो डुप्लिकेट नम्बरलाई हेर्नको लागि, जाँच्नको लागि, थाहा पाउनको लागि सबभन्दा पहिले डेटालाई सिलेक्ट गर्नुस्। यसरी सिलेक्ट भइसकेपछि अब कन्डिसनल फर्म्याटिङ अप्सनमा आउनुस्। त्यसपछि यहाँनिर हाइलाइट सेल रुल दिएको छ, यहाँनिर यसमा गएर डुप्लिकेट भ्याल्युको अप्सन लास्टमा देखिन्छ, योमा क्लिक गर्नुभयो भने र त्यसपछि ओके गरेपछि अब जति पनि डुप्लिकेट नम्बरहरू छ, यहाँनिर डुप्लिकेट डेटाहरू छ, त्यो सबै हाइलाइट भएर यसरी आइसकेको छ। जस्तै कि 85 यहाँनिर दिएको छ, अरु पनि ठाउँमा तपाईहरु 85 लाई यहाँ खोज्नुस्, काहीँ न काहीँ रिपिटेड यो नम्बर रहेको छ। जस्तै यहाँ पनि 85 रहेको छ, यो दुईटा ठाउँमा 85 हामीले पत्ता लगायौं। 77 77 77 यो डुप्लिकेट भ्याल्यु रहेकोले जम्मै डुप्लिकेट भ्याल्युहरु के भएको छ, हाइलाइट भएको छ। र साथीहरु यसरी तपाईहरु पनि डुप्लिकेट भ्याल्यु एक्सेल शीटबाट हेर्न सक्नुहुन्छ यो तरिकाबाट। अब हामी कुरा गर्ने छौं एड कोलन सर्टकट की मेथडबाट। जस्तै यहाँनिर म तपाईहरुलाई जुम गरेर देखाउन चाहे साथीहरु, यहाँनिर एउटा इम्प्लोइको डिटेल दिएको छ र यहाँ म कोलन एड गर्न चाहन्छु सबै लेखिएको यो छेउछेउमा, र यो कोलन यहाँ नभएर कोलन पनि म राख्न चाहन्छु यसरी साइडमा। यहाँनिर यसरी कोलनहरु एड गर्दाखेरि पहिले कोलन लेख्नु पर्ने हुन्छ हामीले यसरी किबोर्ड शिफ्ट को साथमा, र त्यसपछि फेरि यो कोलनलाई यसरी स्पेसको मद्दतले यहाँनिर साइड गर्नुपर्ने हुन्छ। आउनुहोस् म तपाईहरुलाई एउटा सजिलो ट्रिकको बारेमा बताउँदै छु, जुन ट्रिकको मेथडले तपाईहरु पनि यो कोलनलाई एकदम सजिलो तरिकाले एड गर्न सक्नुहुन्छ। यो तरिका के रहेको छ हेर्नुहोस्। यहाँनिर जस्तै म कोलनलाई के गर्ने छु, हटाउने छु। सबभन्दा पहिले हटाइहाले कोलनलाई। यसरी हटिसकेपछि यसको लागि साथीहरु यसरी डेटालाई सिलेक्ट गर्नुस्। सिलेक्ट गरिसकेपछि किबोर्डमा तपाईहरु कन्ट्रोल र 1 लाई प्रेस गर्नुभयो भने तपाईको अगाडि यो डायलग बक्स ओपन हुनेछ फर्म्याट सेलको। म जुम गरेर तपाईहरुलाई हेराउन चाहे, यो फर्म्याट सेलको डायलग बक्स ओपन भइसकेपछि एट लास्टमा कस्टम लेखेको छ, यसमा क्लिक गर्नुस् र यहाँनिर जेनरललाई के गर्नुस् तपाईहरु सिलेक्ट गरेर रिमुभ गर्दिनु होला। अब रिमुभ गरिसकेपछि फर्स्टमा तपाई यहाँनिर टाइप गर्नुस् शिफ्ट को साथ @ टाइप गरिसकेपछि एस्ट्रिक किबोर्डमा यसरी तपाई थिच्नुस् र स्पेसलाई यसरी थिचेर अब त्यसपछि यहाँनिर डबल कोड भित्र जे तपाई यहाँनिर राख्नुहुन्छ त्यही तपाईको त्यहाँ सेटअप हुन्छ। जस्तै म यहाँनिर कोलनलाई एड गर्दिए र त्यसपछि डबल कोडलाई के गर्दिए मैले क्लोज गर्दिए। अब त्यसपछि म गर्ने छु यसलाई ओके। यहाँ आएर म गर्दिए ओके। ओके गर्ने बित्तिकै तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर यो जम्मै लाइनको लास्टमा कोलन यसरी एड भएको छ। साथीहरु तपाईहरु पनि यसरी सजिलै तरिकाले आफ्नो डेटामा कोलनलाई एड गराउन सक्नुहुन्छ यस मेथडबाट। यहाँ भएको रो मध्येबाट म कुनै पनि रोमा यसरी क्लिक थिच्ने बित्तिकै हेर्नुस् साथीहरु यो हाइलाइट भएर मेरो रो यहाँनिर देखिरहेको छ। जुनसुकै ठाउँमा म क्लिक प्रेस गर्छु त्यो ठाउँको पुरै रोलाई यसरी एक्सेलले मलाई हाइलाइट गरेर देखाइरहेको छ। यो हाइलाइट कसरी सेटअप गर्ने, कुनै पनि आफ्नो डेटालाई स्टडी गर्नु छ तपाईलाई सजिलो तरिकाले थुप्रै डेटाबाट स्पेसिफिक डेटालाई तपाईले रिड गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा यो हाइलाइटरले तपाईलाई सहयोग गर्नेछ डेटालाई रिड गर्नको लागि। अब यो हाइलाइटर यहाँनिर कसरी सेट गर्ने रोमा, यसको लागि म कन्ट्रोल जेड गरेर हाइलाइटरलाई रिमुभ गर्दिए र सबभन्दा पहिले तपाई यो पुरै डेटालाई यसरी गर्नुस् एकचोटी सिलेक्ट गरिसकेपछि यहाँनिर तपाई देख्न सक्नुहुन्छ कन्डिसनल फर्म्याटिङको अप्सन रहेको छ, यसमा क्लिक गर्नुस् र त्यसपछि यहाँनिर लेखिएको छ न्यू रोलमा गएर एकचोटी क्लिक गर्नुस् र यसरी क्लिक गरिसकेपछि तपाईको अगाडि यो डायलग बक्स ओपन हुन्छ। एट लास्ट अप्सनमा यहाँनिर तपाईले के गर्नुस् क्लिक गर्नुस्
र त्यसपछि यहाँनिर दिएको छ फर्मेट भ्याल्यु वेयर दिस फर्मुला इज ट्रु। यसमा तपाईँले एउटा फर्मुला टाइप गर्नुपर्ने हुन्छ, ध्यानपूर्वक हेर्नु होला। म गरिहालेँ यसलाई जुम। यसरी जुम गरेर टाइप गर्दैछु, तपाईँहरूलाई हेर्न पनि सजिलो हुन्छ। यहाँनिर तपाईँले फर्मुला लेख्नुहोस् इक्वल टु ROW रो, र त्यसपछि ब्र्याकेट ओपन र ब्र्याकेट क्लोज, अनि त्यसपछि फेरि इक्वल टु टाइप गर्नुहोस्, र त्यसपछि यहाँ टाइप गर्नुहोस् सेल। सेल लेखिसकेपछि अब यहाँनिर फेरि ब्र्याकेट ओपन गर्नुहोस् र डबल कोडभित्र यहाँनिर टाइप गर्नुहोस् फेरि ROW रो, र डबल कोडलाई अफ गर्नुहोस्, र त्यसपछि पुनः फेरि ब्र्याकेटलाई यसरी क्लोज गर्नुहोस्। यति काम गरिसकेपछि अब तपाईँको अगाडि यहाँनिर देखिनेछ फर्मेटको एउटा अप्सन, यसमा क्लिक गर्नुहोस्, र फर्मेटको अप्सनमा आइसकेपछि यहाँबाट तपाईँलाई मनपर्ने कुनै एउटा कलर चुज गर्नु। जस्तै अहिलेको लागि म यो कलरलाई चुज गरिहालेँ, त्यसै गरी म फेरि ओके गर्नेछु। यहाँबाट पुनः तपाईँ यहाँ फेरि ओके गर्नुहोस्। ओके गरिसकेपछि म यसको जुम आउट गरिहालेँ। अब यहाँनिर हेर्नु साथीहरू, तपाईँको सिट यहाँनिर देखिनेछ, सिट 1 सिट 2, वा तपाईँको जुन डेटा यहाँनिर एक्टिभेट छ त्यो डेटाको सिटमा आएर राइट क्लिक गर्नुहोस्, र त्यसपछि यहाँनिर दिएको छ भ्यू कोड। यो भ्यू कोडको अप्सनमा क्लिक गर्नुहोस्, र त्यसपछि यहाँनिर जेनरल देखिनेछ, यसलाई तपाईँ यहाँनिर क्लिक गरेर वर्कसिटमा राख्नुहोस्। र अब यहाँनिर तपाईँ एउटा सानो कमान्ड टाइप गर्नुहोस्, TARGET टार्गेट डट क्यालकुलेट। यसरी टार्गेट डट क्यालकुलेट यो सानो एउटा कमान्ड तपाईँ यहाँनिर टाइप गरेर जस्ट तपाईँ यहाँ आएर फाइलमा क्लोज एन्ड रिटर्नमा क्लिक गरिदिनुहोस्। अब यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ, म जुन सेलमा क्लिक गर्छु त्यो सेल मेरो हाइलाइट भएर यसरी देखिरहेको छ। एकदम सजिलो तरिकाले तपाईँहरू यो हाइलाइटर लगाउन सक्नुहुन्छ र आफ्नो डेटालाई प्रोपर तरिकाले स्टडी गर्न सक्नुहुन्छ। आई होप साथीहरू तपाईँहरू बुझिसक्नुभयो आफ्नो एक्सेलको डेटामा यसरी हाइलाइटर कसरी सेट गर्नुपर्छ। साथीहरू यो भिडियो यदि तपाईँहरूलाई मन पर्यो भिडियोलाई एक लाइक, र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै किसिमका एक्सेलको टिप्स एन्ड ट्रिक्सहरू जान्न र सिक्न चाहनुहुन्छ भने कृपया तपाईँहरू कमेन्टमा लेख्नुहोस्। अर्को तपाईँहरूको लागि म भिडियो बनाउनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्।